केही बोला नै भाइ निर्माण होला आज गाह्रै होला भोलि शनिबार भइगयो दिउँसोसम्म नहोला गुँका पिठो गर्नु भएको छ त मैले त घरैबाट ल्याएको छु हो कहाँ हुनुहुन्छ इन्डिया अब यहाँको नेपालको नम्बर त छ लाग्दैन होला अहिलेसम्म कुरा गरे नै अब म रोटी हाल्यो यही तव लिनु पर्ला अलि पातलो रहेछ नि पर तव थियो अलिक बाक्लो रहेछ बाह्र ग्यास सकियो मलाई लाइटर दिनु पर्यो यो चाहिँ नलगढ नगरपालिका वार्ड नम्बर 7 कालागेमा रहेको छ यो आरन उद्योग यहाँ नलगढ आरन उद्योग अनि यहाँ के कृषि औजारहरू पाइन्छन् अङ्कल यहाँ हजुरको सबै पाइन्छ फाला हजुर कोदाला बन्चरा सबै पाउँछ ए अनि तपाईँले झ्याली नेवर हजुर हाल तरवाल हजुर अनि सबै चिजहरू पाउँछ सिल्भरका भाँडाहरू बन्छ हजुर अनि वेल्डिङ पनि गर्नुहुन्छ हैन वेल्डिङ पनि हुन्छ वेल्डिङ ए आँसीहरू पनि बन्छ आँसी बन्छ खुरा खुकुरी के छ तपाईँले यो दर्तामै गर्नुभएको छ कि आफै दर्ता नै हो ए दर्ता नै छैन नलगाड आरन उद्योग दर्ता नै छ दर्ता छ है ए राम्रो राम्रो छ धन्यवाद कसैलाई अनि कुटाको कसरी दिइराख्नु भएको छ नि कुटा हेरेर हुन्छ सानो ठुलो साइज हेरेर 200 250 300 हजुर 150 कुटाहरू गाइस यस्तो राम्रो राम्रो बुन्नु भएको छ अनि आफ्नै आरन उद्योग बनाएका बाख्राको र कुकुरको लडाइँ हुँदैछ रे खतर हुँदैछ पुरा छु